कन्सेप्चुअल छ, बुझ्नुपर्छ, नबुझिकन पास हुँदैन। घोकेर कति घोक्ने, घोकाउनै सकिँदैन। अहिले आज घोकायो भोलि बिर्सिन्छ, कति घोकाउने, घोकेर चल्दैन। सानो क्लास, त्यही भएर सानो क्लासमा घोकेर चल्ने भएर प्यारेन्ट्सको कम्प्लेन के हुन्छ, सानो क्लासमा त्यसले राम्रै मार्क्स ल्याउँथ्यो, A+ ल्याउँथ्यो, जति क्लास चढ्दै गयो झन् कमजोर भयो। किन कमजोर भयो? बच्चा बच्चीको बानी घोक्ने बानी परेछ, प्यारेन्ट्सलाई थाहै छैन। सानो क्लासमा घोकेर हुन्छ, धेरै डेफिनेसन हुँदैन, पढ्ने कुरा धेरै हुँदैन, कन्टेन्ट कम हुन्छ, घोक्दै आइहाल्छ, बानी पर्यो, माथि आयो कन्टेन्ट बढ्दै गयो। अब त सम्भवै छैन, कति घोक्ने। अब म्याथ पनि घोक्न खोज्छ, कति घोक्ने सम्भव छ? अलिकति क्वेसन ट्विस्ट गरिदियो, डाटा मात्र अलिकति तलमाथि गरिदियो, सक्दैन उसले गर्न। साइन्स पनि त्यही नै हो, इक्वेसन अफ मोसनबाट फर्मुला छ नि होइन, 4वटा फर्मुला। अब सेम डाटा दियो उसले के अरे एक्जाममा आएर सबै गरिदिन्छ, एउटा मात्र भ्यालिसिटी, इनिसियल भ्यालिसिटी मात्र चेन्ज गरिदिनुपर्छ, उल्ट्यो, त्यसलाई नयाँ क्वेसन भयो। त्यो कन्सेप्ट त एउटै हो नि, स्टेप त एउटै हो नि। कन्सेप्ट पढ्ने हो कि त्यसले त्यो घोक्ने हो त? त्यो न्युमेरिकललाई घोकेर कतिवटा घोक्ने, त्यो त कति भेराइटी बनाउनु मिल्छ भनेपछि, न्युमेरिकल त कति भेराइटी बनाउनु मिल्छ। साइन्समा कति तरिकाले घुमाएर सोध्न मिल्छ क्वेसन, के सोधिदिन्छ, हाउ मेनी इलिमेन्ट आर देयर इन भेरी सर्ट पिरियड भनेर सोधिदिन्छ। ल अब के गर्ने, कहाँ गएर घोक्ने, कति घोक्ने।